नमस्कार। हाम्रो संस्थाले सुरु गरेको यस अ, जुन हामीले ब्ल्याक लिस्टिङ सुरु गरेका छौँ नि, त्यो सिस्टम सुरु गरेको ब्ल्याक लिस्टिङलाई चाहिँ अब हामीले उसको सिआइबीको पोर्टलबाट अनुसार चाहिँ ब्ल्याक लिस्टिङ गऱ्यौँ। तर हामीले त्यसमा मेम्बरलाई ब्ल्याक लिस्टिङ गर्दाखेरिको लागेको खर्चहरू, अनि पत्रिकामा नाम निकालेको त्यो खर्चहरू चाहिँ सिस्टममा मेम्बर वाइज कसरी इन्ट्री गर्ने, मेम्बरलाई कसरी त्यो रिसिभल जस्तो बनाएर राख्ने, त्यो पैसा पछि मेम्बरले पैसा दिँदाखेरि पहिला त्यो क्लियर गरेर अनि अरू कामहरू गर्न पाइन्छ। त्यसरी त्यो प्रोसेसलाई चाहिँ सिस्टममा कसरी गर्ने भन्ने कुरा चाहिँ म सिकाउन गइरहेको छु। त्यसको लागि चाहिँ सबभन्दा पहिला मैले एउटा हाम्रो टेस्ट लिङ्क लिएँ। त्यो टेस्ट लिङ्कमा पनि हरियोन ब्रान्च छानेको छु मैले अहिले। त्यसमा केही पनि गर्नु पर्दैन, खास जेनरल कुरा छ। यो क्लाइन्टबाट मेम्बरमा जाने, यो क्लाइन्ट भन्ने मेन्युबाट मेम्बरमा जानुहोस्। मेम्बरमा गएपछि मानव कुनै एकजना मेम्बर छ, रानी माया भन्ने हुनुहुन्छ नि त होइन? रानी माया भन्ने मेम्बरकोमा गएँ म। त्यसपछि यहाँनिर रानी माया भन्ने मेम्बरमा गइसकेपछि रानी माया भन्ने मेम्बरमा गएँ। रानी माया भन्ने मेम्बरमा गइसकेपछि अब मैले यहाँनिर लोन एकाउन्ट्स के अरे एकाउन्ट्समा जानु पर्यो। एकाउन्ट्समा गइसकेपछि यहाँनिर प्लस गर्नुभयो भने यहाँनिर एउटा लास्टमा एउटा सेभिङ देखिन्छ, रिकभरी प्रोसेस एक्सपेन्सेस रिसिभल भनिन्छ। हाम्रो एमफिन सिस्टममा चाहिँ लोन रिकभरी एक्सपेन्सेस फी भन्ने छ होइन। नाम फरक भयो भने फरक परेन, हाम्रो सिस्टममा हेर्नुभयो भने देखिन्छ। यो टेस्टको देखाएको भयो जस्तो भएको, यहाँनिर क्लिक गरेँ। यो सेभिङलाई मैले सेभ गरेँ। अब यो सेभिङ यहाँ खोल्यो। यसले चाहिँ के गर्छ, नेगेटिभमा राख्छ क्या ब्यालेन्स चाहिँ। अब यो मेम्बरमा इन्ट्री गर्नु पर्यो भने चाहिँ मैले के गर्छु त भन्दाखेरि मेम्बरमा गएँ। मेम्बरमा गइसकेपछि यो रानी माया भन्नेको हेर्नु त बाहिरबाट एउटा यो सेभिङ खोलिसकेको छ। यो सेभिङमा चाहिँ नेगेटिभ कसरी बनाउनु पर्यो भने जस्तै कि यो सेभिङमा चाहिँ हामीले चाहिँ सिआइबी पेबलमा ब्ल्याक लिस्टिङ गर्दाखेरि 1000 रुपियाँ चाहिँ हाम्रो खर्च भएको छ भने चाहिँ त्यसलाई नेगेटिभ देखाउनु पर्यो भने यो शीर्षकबाट चाहिँ 1000 रुपियाँ हामीले त्यो शीर्षकलाई तिरेको जस्तो बनाउनु पर्यो। त्यो भनेको कस्तो हो त, पेमेन्ट हो नि त होइन। भनेपछि यो उसको खाताबाट यो खाताबाट हामीले सिआइबी पेबललाई 1000 रुपियाँ तिर्नु पर्यो भने यहाँनिर 1000 राख्ने। 1000 राखिसकेपछि यहाँनिर के गर्ने त सिआइबी पेबल भन्ने छ, सन्ड्री क्रेडिटर्स छ। अब यहाँनिर न्यारेसनहरू तपाईँले राख्नु होला। यसलाई सेभ गरिसकेपछि अब यसको नेचर कस्तो हुन्छ हेर्नुहोस् है त। यो सेभ गरिसकेपछि यहाँ हेर्नुहोस् त, यो ब्यालेन्स अभाइलेबल ब्यालेन्स नेगेटिभमा आयो भनेको यो भन्ने खोजेको के हो भन्दाखेरि चाहिँ हामीसँग उसँग चाहिँ ब्यालेन्स जेरो थियो। अहिले उसले पैसा दिएकै छैन। नदिँदाखेरि पनि हामीले त्यो पैसा चाहिँ उसको खाताबाट 1000 रुपियाँ उसले पछि तिर्ने छ भनेर उसको खाताबाट 1000 रुपियाँ चाहिँ एक्सपेन्सेस गरिदियौँ। यो भनेको सिआइबी पेबललाई तिरेको, यसलाई एक्सपेन्सेस भन्दा नि हामीले सिआइबी पेबललाई तिरेको पेबलमा गएर बसेको छ। अब यहाँ बाहिरबाट हेर्नुभयो भने उसको हेर्नु त 1000 रुपियाँ चाहिँ डेबिट भएको छ। 1000 रुपियाँ डेबिट भएको छ। अब यदि इनकेस उसले पैसा तिर्यो भने चाहिँ हामीले क्रेडिट गर्छौँ। क्रेडिट गर्दाखेरि डेबिट र क्रेडिट इक्वल टु जेरो हुन्छ। यो ब्यालेन्स चाहिँ जेरो हुनु पर्यो उसले पैसा दिइसकेपछि। अब मानौँ यही केसमा फेरि अब न्युज पेपरको केसको लागि पैसा खर्च भएको छ भन्यो भने चाहिँ फेरि के गर्नु पर्यो त, मानौँ पत्रिकामा छपेको लागि 200 रुपियाँ लागेको छ भन्यो भने यहाँनिर फेरि अब न्युज पेपर भन्ने केही शीर्षक छ होला। न्युज पेपर भन्ने केही छ भेटिनँ मैले अहिलेलाई। मैले सिआइबी पेबल, यो सिआइबी पेबलकै तपाईँ चाहिँ यो नराख्नु होला। एकाउन्टमा सोधेर कन्फर्म भएर कुन शीर्षकबाट चाहिँ पैसा पत्रिकामा छाप्दाखेरि कुन शीर्षकबाट पैसा तिरिया छ त्यो चाहिँ विचार गरेर गर्नु पर्यो है। अहिले मैले स्याम्पल डेमो मात्रै देखाएको। अब फेरि मैले न्युज पेपरको लागि भनेर राखेँ होइन। न्युज पेपरको राखेपछि फेरि 200 रुपियाँ गरेँ, सेभ गरेँ। यहाँ हेर्नुहोस्, यो गर्न साथ के भयो त भन्दाखेरि यहाँ एउटा भाउचर हुन्छ, भाउचर उठिसकेको छ। यहाँ हेर्नुभयो भने यस्तो खालको भाउचर हुन्छ। यो भनेको लोन रिकभरी सेभिङ भनेको त्यो हाम्रो जुन त्यो नेगेटिभमा जाने छ नि, यो ब्ल्याक लिस्टिङको यसको भित्रको हेडलाई चाहिँ हामीले चाहिँ एमपिन सिस्टममा चाहिँ लोन रिकभरी एक्सपेन्सेस फी भनेर केही भनेर राखेका छौँ। यहाँनिर चाहिँ अब त्यो एकाउन्ट एड भयो सिआइबी पेबल भने सिआइबी पेबल क्रेडिट भयो भने चाहिँ सिआइबी पेबललाई पैसा थप्या हो है। उसको खाता नेगेटिभ भएर सिआइबी पेबलमा पैसा थप्या हो। त्यसरी बुझ्नु पऱ्यो है। तलपट्टिको नि हेर्नुभयो भने ब्ल्याक लिस्टिङको लागि दिएको पैसा भनेर यसरी राखियो। पछि मेम्बर वाइज ट्रेस गर्न सकिन्छ, सबै गर्न सकिन्छ। अब यो मानौँ अब यो शीर्षकमा गरिसकेपछि अब यो मेम्बरमा गएर हेऱ्यो भने चाहिँ यहाँनिर हेर्नुहोस् त 1200 रुपियाँ नेगेटिभ आयो। अब यो मेम्बरले पैसा दियो अरे मानौँ पछि
इनकेस केही गरेर पैसा दियो भने चाहिँ 1200 रुपियाँ दियो भने चाहिँ उसँग लिनुपर्ने पैसा हामीले लियौँ। यो लिनासाथ कति भयो त? यो 0 भयो नि होइन? हेर्नुहोस् त, यो 0 भयो नि, यो 0 भयो नि। भनेपछि यसलाई यसरी मेन्टेन गर्नुपर्छ। पहिला नेगेटिभतिर जानु पऱ्यो है, पोजिटिभमा जाने होइन। पहिला यो ट्रान्जेक्सन भनेको नेगेटिभमा गरेको ट्रान्जेक्सन डिलिट गर्न मिल्दैन। त्यही भएर यो एकदम विचार गरेर गर्नुपर्छ। वान टाइम मिस्टेक भयो भने फेरि यो मिलाउन एकदम गाह्रो हुन्छ, दिनभरि वेस्ट हुन्छ। दिनभरि त्यो मिलाउन हामीले पनि भेन्डरलाई भन्नुपर्ने हुन्छ, डेटाबेसबाट गर्नुपर्ने हुन्छ। यो बाहिरबाट डिलिट हुँदैन नि, किनभने नेगेटिभ भ्यालु भएको कारणले गर्दाखेरि डाटाबेसबाट गर्नुपर्ने हुन्छ। त्यही भएर यो कुरामा ध्यान दिनु होला। एकदम विचार गरेर गर्नुहोस्। पहिला नेगेटिभ पार्ट गर्नुहोस्, पेमेन्टको पार्ट गर्नुहोस्। भनेको यो शीर्षकबाट यो खाताबाट अर्को जुन खर्च भएको शीर्षक छ त्यो शीर्षकमा ट्रान्सफर गर्नु पर्यो भनेको त्यो पेबल हो है। खर्च भने यसरी बुझ्नु पर्यो यसमा चाहिँ। एक्सपेन्सेस चाहिँ डाइरेक्ट इटा हाने होइन है। यति गर्नुभयो भने चाहिँ हामीले गर्न खोजेको प्रोसेस अनुसार नै यो काम भइरहेको छ। केही कन्फ्युज भयो भने एकाउन्टमा बुझ्नु पनि सक्नुहुन्छ, आइटीमा बुझ्नु पनि सक्नुहुन्छ। मेन भनेको रिस्कमा बुझ्नु होला है त।